नमस्कार। आज हामी एसिसिए फाउन्डेसनल लेभलको फाइनेन्सियल अकाउन्टिङ अन्तर्गतको पहिलो स्ट्यान्डर्ड IAS 2 इन्भेन्ट्री सुरु गर्न गइरहेका छौँ। यो च्याप्टर सुरु गर्नुभन्दा अगाडि यहाँ च्याप्टरमा रहेको लर्निङ अब्जेक्टिभ के छन् एकचोटि सरलाई हेऱ्यौँ भने हामीले च्याप्टरबाट के बुझ्नुपर्छ भन्ने कुराहरू हामीलाई थाहा हुन्छ अनि हामी त्यही अनुसारले हामी न्युमेरिकल गर्ने कुरामा र कन्सेप्चुअल लर्निङहरूमा चाहिँ हामी फोकस गर्न सक्छौँ। पहिलो छ यसमा चाहिँ पहिलो अब्जेक्टिभ रेकर्ड कस्ट अफ सेल्स एन्ड क्लोजिङ इन्भेन्ट्री भनेको छ। हामीले चाहिँ यो इन्भेन्ट्री अन्तर्गत रहेर चाहिँ कसरी चाहिँ हामी कस्ट अफ सेल्स क्यालकुलेट गर्छौँ र क्लोजिङ इन्भेन्ट्रीको भ्यालुएसन क्लोजिङ इन्भेन्ट्रीलाई कसरी रेकर्ड गर्छौँ भन्ने कुरा पढ्छौँ पहिलो कुरा। र दोस्रो कुरामा हामी अप्लाई द प्रिन्सिपल अफ इन्भेन्ट्रिज भ्यालुएसन इन अकर्डेन्स विथ IAS 2 इन्भेन्ट्रिज भनेको छ। यसमा चाहिँ हामी IAS 2 पढ्छौँ र IAS 2 ले चाहिँ इन्भेन्ट्रीलाई कसरी भ्यालुएसन गर्नुपर्छ भनेर भन्छ, त्यो बारेमा पनि हामी अध्ययन गर्नेछौँ। तेस्रो पोइन्ट रहेको छ रिकग्नाइज द कस्ट द्याट सुड बी इन्क्लुडेड इन भ्यालुइङ द इन्भेन्ट्री। भन्नुको मतलब हामीले इन्भेन्ट्रीलाई भ्यालु गर्दाखेरिमा त्यो इन्भेन्ट्रीको कस्टमा के कुराहरू आउँछ त भनेर पढ्नेछौँ। यहाँनिर चाहिँ अब सबै कस्टहरू त इन्भेन्ट्री भ्यालुएसनमा आउँदैन, तर इन्भेन्ट्री को भ्यालुएसनमा के कुराहरू पर्छन् भनेर चाहिँ हामीले यसमा विशेष गरी छलफल गर्नेछौँ। त्यसपछि हामी अर्को रहेको छ अर्को रहेको छ क्यालकुलेट इन्भेन्ट्री कस्ट युजिङ फिफो अथवा एफओ। अब भनेको मतलब यहाँ हामीसँग दुईवटा चाहिँ भ्यालुएसनको मेथडहरू रहनेछ, फिफो र एफओ, एभरेज कस्ट। त्यसलाई लिएर चाहिँ हामीले पढ्नेछौँ कसरी चाहिँ इन्भेन्ट्रीलाई भ्यालुएसन गर्न सकिन्छ भनेर, है त। त्यो छ। त्यस पछाडि अर्को रहेको छ अन्डरस्ट्यान्ड एन्ड आइडेन्टिफाई द इम्प्याक्ट अफ इन्भेन्ट्री भ्यालुएसन अन रिपोर्टेड प्रफिट। हामीले गर्ने इन्भेन्ट्री जुन भ्यालुएसन छ, हामीले कुन मेथडले चाहिँ इन्भेन्ट्री भ्यालुएसन गर्छौँ त्यस अनुसारले त्यसले चाहिँ हाम्रो रिपोर्टेड प्रफिटलाई पनि इम्प्याक्ट गर्ने गर्छ। त्यही भएर हामीले कुन मेथड युज गर्दाखेरि चाहिँ प्रफिट बढी देखिन्छ अथवा कम देखिन्छ भनेर चाहिँ हामीले दुईटै मेथडको बारेमा चाहिँ हामीले छलफल गर्नेछौँ यसमा। सरी, त्यस पछाडि हामी अर्कोमा जान्छौँ। र हामी अब यसको ओभरभ्यूमा के कसो छ हामी हेर्छौँ अनि त्यस पछाडि चाहिँ हामी च्याप्टरलाई अगाडि बढाउँछौँ, है त। अब तपाईँको यसमा के भन्छ भन्दाखेरि पहिलो यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ इन्भेन्ट्रीमा चाहिँ दुईवटा कुराहरू देखाइरहेको छ, भ्यालुएसन कसरी गर्ने IAS 2 अन्तर्गत र एडजस्टमेन्टहरू के हुन सक्छन् त भनेर देखाएको छ। एउटा चाहिँ भ्यालुएसनमा चाहिँ हामीले इन्भेन्ट्रीको लोवर अफ कस्ट र NRV हुन्छ भन्छ IAS 2 ले, जुन हामी पछि डिस्कस गर्ने नै छौँ। त्यस पछाडि चाहिँ अर्को भनेको चाहिँ के छ भन्नुहुन्छ भने तपाईँ अर्को एडजस्टमेन्टका कुराहरू छ। हामीले जुन क्लोजिङ इन्भेन्ट्री गरेको छौँ, हामीले जुन इन्भेन्ट्री भ्यालुएसनको बारेमा पढेको छौँ, यो एडजस्टमेन्टको अन्तर्गत हामीले जर्नल पास गरेर चाहिँ त्यो इन्भेन्ट्रीको भ्यालु चाहिँ फाइनेन्सियल स्टेटमेन्टमा देखिने हुन्छ। त्यो कुरा गर्न खोजेको हो यसले। अब हामी सरसरी च्याप्टर के कसो छ भनेर हामी हेर्दै जान्छौँ। र तपाईँ यहाँ हेर्नुभयो भने यसले के भन्छ भन्नुहुन्छ भने पढ्दा पनि हुन्छ यसलाई सर, र एकचोटि नत्र तपाईँहरू पढ्न सक्नुहुन्छ। नर्मली इन्भेन्ट्रीको जुन हामीले ब्यालेन्स देख्छौँ फाइनेन्सियल स्टेटमेन्टमा, त्यो ब्यालेन्स भनेको हामीले क्लोजिङ इन्भेन्ट्रीको भ्यालुएसन जुन स्टक हुन्छ त्यसको चाहिँ हाम्रो भ्यालुएसन देखिने हो। र त्यो स्टक जुन हामीले काउन्ट गर्छौँ, त्यो स्टक काउन्ट गर्ने चाहिँ दुईवटा मेथड हुन्छ। दुईवटा मेथड हुन्छ स्टक काउन्ट गर्ने, एउटा चाहिँ कन्टिन्युअस मेथड हुन्छ भने अर्को चाहिँ पिरियोडिक मेथड हुन्छ, है। एउटा चाहिँ पिरियोडिक मेथड हुन्छ, पिरियोडिक इन्भेन्ट्री काउन्ट गर्ने भने। अर्को चाहिँ कुन हुन्छ त भन्दाखेरि कन्टिन्युअस इन्भेन्ट्री मेथड हुन्छ। अब यो पिरियोडिक मेथड भनेको के हो पहिला त्यो बुझौँ। पिरियोडिक मेथडमा चाहिँ हामीले इन्भेन्ट्रीलाई एउटा कुनै सर्टेन पिरियडमा हामीले काउन्ट गर्छौँ, जस्तो कि कुनै क्वार्टरली हुनसक्छ अथवा सेमी एनुअल्ली अथवा एनुअल्ली। यसरी चाहिँ इन्भेन्ट्री चाहिँ हामीले काउन्ट गर्छौँ र त्यही अनुसारले हामीले भ्यालुएसन गर्ने गर्छौँ इन्भेन्ट्रीको। अब युनिट कस्ट हामीलाई थाहा हुन्छ र त्यसलाई त्यसरी चाहिँ क्यालकुलेट गरेर हामीले फाइनेन्सियलमा देखाउने गर्छौँ। यो चाहिँ हो पिरियोडिक इन्भेन्ट्री काउन्ट सिस्टम। यो चाहिँ कस्तोमा काम हुन्छ भन्दाखेरि नर्मल्ली सानोतिनो अर्गनाइजेसनहरू जहाँनिर चाहिँ तपाईँको जुन इन्टिग्रेटेड सिस्टम छैन इन्भेन्ट्रीको, भन्नुको मतलब तपाईँले बेच्दा बित्तिकै इन्भेन्ट्री अपडेट हुँदैन, होइन, र किन्दा बित्तिकै पनि इन्भेन्ट्री बढ्ने हुँदैन, बेच्दाखेरि घट्ने हुँदैन। त्यो स्टकसँग चाहिँ इन्टिग्रेटेड नभएको इन्भेन्ट्रीमा चाहिँ त्यो तपाईँको कन्टिन्युसली अपडेट भएको हुँदैन त्यो स्टकको भ्यालु। अब त्यो सानोतिनो अर्गनाइजेसनलाई चाहिँ ठुल्ठुलो खालको सिस्टमहरू राख्नलाई त्यति
फिजिबल पनि हुँदैन है, प्रफिटेबल पनि हुँदैन, त्यो हुँदाखेरि राख्दैनन्। र त्यस्तो खालको अर्गनाइजेसनमा चाहिँ हामीले एउटा सर्टेन पिरियडमा चाहिँ इन्भेन्ट्री हामीले काउन्ट गर्छौँ र त्यही चाहिँ हामीले फाइनेन्सियलमा देखिने हुन्छ। र अर्को खालको इन्भेन्ट्री भ्यालुएसनको मेथड रहेको छ कन्टिन्युअस इन्भेन्ट्री मेथड, जसको मतलब चाहिँ के हो भने यसमा चाहिँ इन्भेन्ट्रीको जुन भ्यालु हुन्छ हाम्रो फाइनेन्सियलमा देखिने अथवा सिस्टममा देखिने इन्भेन्ट्रीको भ्यालु, त्यो चाहिँ प्रत्येक किनबेचमा चाहिँ अपडेट भइरहेको हुन्छ है। यसरी चाहिँ अब ठुलो जहाँनिर चाहिँ स्टक अलिकति मेच्योर अमाउन्टमा स्टक हुन्छ, त्यहाँनिर चाहिँ धेरै मुभमेन्ट भइरहेको हुन्छ, त्यस्तो खालकोमा चाहिँ हाम्रो कन्टिन्युअस इन्भेन्ट्री सिस्टम चाहिँ राखिएको हुन्छ। यसले चाहिँ कन्टिन्युअसली तपाईँको स्टकको भ्यालु चाहिँ देखाइरहन्छ है। र यो पिरियडिक इन्भेन्ट्री सिस्टममा चाहिँ के गरिन्छ भन्दाखेरि हामीसँग ओपनिङ ब्यालेन्स चाहिँ इन्भेन्ट्रीको लास्ट इयरबाट नै हालेको हुन्छ फाइनेन्सियलमा। अब त्यसमा चाहिँ हामीले ड्युरिङ द इयर जति पनि सेल्स भयो, जति पनि पर्चेस भयो, त्यो चाहिँ हाम्रो छुट्टै लेजर जनरल लेजर बनेको हुन्छ। त्यसबाट चाहिँ हामीले पर्चेस कति भयो र सेल्स कति भयो त्यसबाट नेट मुभमेन्ट थाहा हुन्छ र त्यसलाई हामीले एड गरेर लास्टमा क्लोजिङ इन्भेन्ट्री कति छ यस पर हाम्रो अकाउन्ट्स हामी त्यहाँबाट लिन्छौँ र त्यसलाई हामीले भेरिफाई गर्नलाई फिजिकल भेरिफिकेसन पनि गर्न सक्छौँ। यो चाहिँ अलिकति सानो अर्गनाइजेसनहरूको लागि चाहिँ फिजिबल हुने गर्दछ है। यति कुरा चाहिँ हामीले तपाईँलाई यहाँ चाहिँ बुझाउन खोजेको छ। त्यसपछि हामी जाउँ सेकेन्डमा चाहिँ अर्को कुरा चाहिँ यहाँ के छ भने हामीले पढेको थियौँ कसरी चाहिँ क्लोजिङ इन्भेन्ट्री भ्यालुएसन गर्ने त भन्ने कुरा चाहिँ यो च्याप्टर अन्तर्गत रहेर पढ्छौँ भनेको थियौँ। र यसमा चाहिँ बेसिक प्रुफमा स्टेटमेन्ट अफ प्रफिट एन्ड लसको बेसिक प्रुफमा देखाएको छ, जहाँ चाहिँ हाम्रो यहाँ रेभिन्यू छ अनि त्यस पछाडि कस्ट अफ सेल्स, यो चाहिँ हाम्रो कस्ट अफ सेल्स निकाल्नेलाई चाहिँ ओपनिङ प्लस पर्चेज लेस क्लोजिङ हो, यतिको जुन रहेको छ यो चाहिँ हाम्रो कस्ट अफ सेल्सको भ्यालुएसनको तरिका हो है। अब यहाँ तपाईँ देख्न सक्नुहुन्छ ओपनिङलाई जोडेको छ, ओपनिङमा पर्चेज जति पनि हुन्छ इन्भेन्ट्री ड्युरिङ द इयर त्यसलाई जोड्छौँ र क्लोजिङलाई चाहिँ घटाएको छौँ। अब यो हाम्रो यो जुन हाम्रो कस्ट अफ सेल्स निकाल्ने तरिका छ, यो कस्ट अफ सेल्स निकाल्ने तरिका किन यही छ अथवा होइन क्लोजिङ इन्भेन्ट्रीलाई हामीले किन घटाइरहेको छौँ भन्ने कुरा पनि हामी बुझ्नु जरुरी हुन्छ। जस्तो तपाईँको के हुन्छ भन्दाखेरिमा एकैछिन जस्तो अब यहाँनिर चाहिँ तपाईँले के बुझ्नुपर्छ भने यो कस्ट अफ सेल्स हामीले निकालिरहेको चाहिँ के निकालेको हो भन्ने कुरा बुझ्नुपर्ने हुन्छ क्या। हामीले ड्युरिङ द इयर जति पनि सेल्स गर्छौँ त्यसको फिगर चाहिँ यहाँ रेभिन्यू अन्तर्गत आएर बसेको हुन्छ है। भनेको ड्युरिङ द इयर हामीले जति पनि अमाउन्टको सेल गर्छौँ त्यो चाहिँ हाम्रो रेभिन्यूको फिगरमा आउँछ भने अब हामीलाई म्याचिङ कन्सेप्टको बारेमा थाहा होला तपाईँहरूलाई है। म्याचिङ कन्सेप्टले चाहिँ के भन्छ भने हामीले देखाउने रिपोर्ट गर्ने एक्सपेन्स अथवा इन्कम जति पनि कुराहरू छ त्यो चाहिँ त्यो पिरियडको सेम इन्कम र सेम एक्सपेन्सेस भनेको जति पनि हामीले रेभिन्यू देखाइरहेको छौँ त्यसको रिलेटेड कस्ट देखिएको हुनुपर्छ भनेर भन्छ। भनेको अब त्यहाँ तपाईँले रेभिन्यू देखाइरहनु भएको छ, मानिलिउँ 5000वटा प्रोडक्ट बेचेर आएको रेभिन्यू देखाउनु भएको छ भने त्यही 5000वटा युनिट अफ प्रोडक्टको कस्ट देखाउनु पर्ने हुन्छ। तपाईँले कस्ट पनि सेम युनिटकै हुनुपर्छ, तब मात्रै लाइक विथ लाइक कम्पेरिजन हुन्छ। नत्र त तपाईँको कस्ट चाहिँ धेरै छ अथवा रेभिन्यू चाहिँ तपाईँले पहिल्यैदेखिको ओपनिङ स्टकहरूको लिनुभएको छ, पहिलाको लिनुभएको छ, तर कस्टमा चाहिँ तपाईँले अहिलेको ड्युरिङ द इयरको मात्रै लिनुभएको छ भने त त्यो लाइक विथ लाइक कम्पेरिजन भएन र जसले गर्दाखेरिमा तपाईँले जुन आउने ग्रस प्रफिट छ यो पनि तपाईँको रङ हुन जान्छ। त्यही भएर यो रङ हुन्छ, त्यही भएर चाहिँ तपाईँले यो कस्ट अफ सेल्स निकाल्न जरुरी छ। कस्ट अफ सेल्सले चाहिँ के रिप्रेजेन्ट गर्छ भन्दाखेरि त्यो पिरियडमा जम्मा त्यो पिरियडमा जति पनि सेल्स भयो त्यसको मात्रै कस्ट, त्यो प्रडक्टहरूको मात्रै कस्टलाई चाहिँ कस्ट अफ सेल्स भनिन्छ। अब यो हामीले निकाल्दाखेरि पनि तपाईँको लजिक बुझ्न सक्नुहुनेछ। जस्तो तल यहाँ हेर्नुहुन्छ भने यहाँनिर के भन्छ भन्दाखेरि कन्सिडर एन्टिटी द्याट हैज सम आइटम इन्भेन्ट्री रिमेनिङ एट द एन्ड अफ द अकाउन्टिङ इयर, दिस इन्भेन्ट्री इज अभाइलेबल टु बी सोल्ड अर युज्ड इन म्यानुफ्याक्चरिङ इन द फलोइङ इयर. The entity then adds to this by making more inventory purchases during the following year. It then uses this total pool of inventory to manufacture its product, which it sells to generate revenue. At the end of the year, there is likely to be some inventory left over to sustain the business in the future. When calculating gross profit, we match the revenue generated from the sales of goods during the year with the cost of manufacturing those goods. You should appreciate that the cost of unused inventory should not be included in this figure. These costs are carried forward to the next accounting period where they will be used to manufacture goods that are sold in that period. The goods carried forward are classified as an asset on the financial position भनेर भन्यो। भन्नुको मतलब अघि हामी जुन पनि कुरा डिस्कस गऱ्यौँ
जस्तो अब रेभिन्यूले जुन रेभिन्यू देखाइरहेको छ त्यो रेभिन्यूसँग आउने कस्ट हुन्छ त्यो चाहिँ त्यसले चाहिँ त्यो रेभिन्यू जेनेरेट गरेर जति पनि हाम्रो कस्ट लागेको थियो त्यो कस्टलाई चाहिँ देखाउनु पर्छ र त्यसमा के कुरा पनि ध्यान दिनुपर्छ भन्दाखेरि जस्तो कि अब हामीसँग इन्भेन्ट्री बचेको छ इयर एन्डमा भने त्यो त हामीले बेचेको छैनौँ हो भनेपछि त्यसलाई चाहिँ हामीले हाम्रो कस्टबाट त निकाल्नुपर्छ नि त त्यो त हाम्रो कस्ट अफ सेल्समा आउनु हुँदैन नि भन्ने कुरा गर्छ र जति पनि हामीले त्यो इन्भेन्ट्री निकाल्छौँ त्यो कस्ट अफ सेल्सबाट घटाउँछौँ अहिले हामीले देखेको थियौँ माथि पनि कस्ट अफ सेल्सबाट हामी घटाएको थियौँ यहाँनिर यहाँ हेर्न सक्नुहुन्छ तपाईँ कस्ट अफ सेल्समा क्लोजिङ इन्भेन्ट्री घटाएको छौँ यो इन्भेन्ट्री चाहिँ हामीले के गर्छौँ भन्दाखेरि तपाईँको यो इन्भेन्ट्री चाहिँ फाइनेन्सियल स्टेटमेन्टमा चाहिँ इन्भेन्ट्री एसेट भनेर देखिन्छ र हामीले एक्सपेन्स चाहिँ घटाउँछौँ किनकि एक्सपेन्स चाहिँ हाम्रो अहिले त डाइरेक्ट ओपनिङ प्लस पर्चेस पुरै नै हामीले राख्थ्यौँ भने त त्यहाँनिर केही बचेको इन्भेन्ट्री पनि यसमा कस्ट देखिन्थ्यो जुन चाहिँ हाम्रो त्यो वर्षको कस्ट त होइन त्यो त हामीले अर्को वर्ष पनि बेच्न पाउँछौँ त्यसबाट रेभेन्यू जेनेरेट गर्न पाउँछौँ त्यही भएर यसलाई चाहिँ यहाँ राख्दैनौँ भनेर भनेको छ यसलाई चाहिँ हामीले कस्ट यो कस्ट अफ सेल्स घट्नु क्लोजिङ इन्भेन्ट्रीबाट घटाउनु भनेको कस्ट अफ सेल्स घट्यो एक्सपेन्स घट्यो है त्यो वर्षको एक्सपेन्स थिएन त्यही भएर हामीले अर्को वर्षमा हामी एक्सपेन्स आउट गर्छौँ र त्यही भएर हामीले अहिलेलाई चाहिँ यो वर्षलाई यसरी बुक गरेर राख्छौँ जुन चाहिँ हाम्रो फाइनेन्सियल पोजिसनमा चाहिँ देखिने गर्छ भनेर भन्छ है त अब त हामी फर्दर एक्सप्लेनेसन अफ इन्भेन्ट्री म्याचिङ अघि हामी जुन मैले भने म्याचिङ कन्सेप्ट त्यो कुरा चाहिँ यहाँ गरेको छ द क्यारिङ फरवर्ड अफ अनयुज इन्भेन्ट्री इन द एप्लिकेसन अफ द म्याचिङ इज द एप्लिकेसन अफ द म्याचिङ कन्सेप्ट भन्छ जुन हामीले क्यारी फरवर्ड गरेको छौँ इन्भेन्ट्री त्यो चाहिँ एक्रुअल कन्सेप्ट अथवा म्याचिङ कन्सेप्टको चाहिँ एउटा एप्लिकेसन हो भन्छ है द इन्भेन्ट्री कस्ट आर म्याच टु द रेभिन्यू दे हेल्प टु जेनेरेट है यो कुरा अघि पनि भने जुन हामीले रेभिन्यू जेनेरेट गरेर इन्भेन्ट्री लागेको छ त्यसको कस्ट मात्रै राख्ने हो भनेर है अब यहाँ हेर्नु भने एउटा इलिस्ट्रेसन पनि हेरौँ हामी यहाँबाट क्लियर हुन सक्नुहुन्छ तपाईँहरू यहाँ के भन्छ भने एट द बिगिनिङ अफ फाइनेन्सियल इयर एन इन्टिटी ह्याड 1500 इन्भेन्ट्री लेफ्ट ओभर फर द फ्रम द प्रिसिडिङ अकाउन्टिङ इयर जुन यो 1500 छ यो चाहिँ हाम्रो अघिल्लो वर्षको इन्भेन्ट्री हो अघिल्लो वर्षको इन्भेन्ट्री भए पनि हामीले यो वर्ष त यसलाई युज गर्न सक्छौँ रेभिन्यू जेनेरेट गर्न चाहिँ हाम्रो ओपनिङ इन्भेन्ट्री हो है ड्युरिङ द इयर इट पर्चेज एडिसनल कस्ट गुड कस्टिङ 21,000 को चाहिँ उसले ड्युरिङ द इयर फेरि अरू एक्स्ट्रा गुड किनेछ भनेको मतलब 21,000 प्लस 1,500 भनेको 22,500 को टोटल गुड्स हामीसँग छ ड्युरिङ द इयर बेच्नको लागि मेकिङ सेल्स टोटलिङ 25,000 हो यो इन्भेन्ट्रीबाट उसले टोटलमा 25,000 को सेल्स गरेछ र एट द इन्ड अफ द इयर देयर वेयर गुड्स विथ कस्ट 3,000 रिमेनिङ इन द वेयर हाउस द्याट ह्याभ नट बिन सोल्ड र 3,000 बराबरको चाहिँ हाम्रो अझै पनि इन्भेन्ट्रीमा नबेच्नै बाँकी इन्भेन्ट्री छ अरे है भनेर भन्छ भने हाम्रो ग्रोस प्रफिट त्यो वर्षको लागि कति होला भनेर भन्छ हामी अघि पनि हेऱ्यौँ अघि हामीले के हेऱ्यौँ भन्दाखेरिमा हामीले पहिला कस्ट अफ सेल्स निकाल्नु पर्ने हुन्छ कस्ट अफ सेल्स निकाल्नलाई ओपनिङमा पर्चेस जोडेको छौँ यो चाहिँ हाम्रो टोटल स्टक कति छ ड्युरिङ द इयर भन्ने हो त्यसबाट चाहिँ हामीले नबेचिएको सेल्स नबेचेको इन्भेन्ट्रीलाई चाहिँ हामी घटाएको छौँ किनकि यो त हामीले पछि युज गर्न सक्छौँ यो त हामीले यो बराबरको इन्भेन्ट्री हामीले सेल गरेको छैनौँ त्यही भएर त्यसको कस्ट हामी यहाँबाट घटाउँछौँ र रेभिन्यूबाट जति पनि कस्ट अफ सेल्स घटाउँछौँ त्यसपछि हाम्रो के आउँछ ग्रस प्रफिट आउँछ हामी यही अनुसारले हेऱ्यौँ भने हाम्रो यहाँनिर 1,500 को छ है हाम्रो ओपनिङ इन्भेन्ट्री त्यसमा 21,000 को बेच्दाखेरि कति भयो त भन्दाखेरि 22,500 को चाहिँ हाम्रो टोटल इन्भेन्ट्री छ यसमध्ये हाम्रो 3,000 को चाहिँ हाम्रो के छ त सेल्स हुन बाँकी छ सो 22,500 मा 3,000 बाँकी नै छ भनेपछि 19,500 को चाहिँ हाम्रो टोटल कस्ट हुने भयो नि त यहाँनिर हेर्दाखेरि 19,500 को चाहिँ हाम्रो कस्ट अफ सेल्स हो र अब 25,000 बराबरको सेल्स गरेको छु भन्छ भने यो सेल्सबाट कस्ट घटाएपछि हाम्रो आउने कुन चाहिँ के हुन्छ त ग्रस प्रफिट हुन्छ यो क्लोजिङ इन्भेन्ट्री चाहिँ हाम्रो के भयो त भन्दाखेरि 3,000 छ यो चाहिँ हाम्रो ग्रस प्रफिट भयो र जति पनि क्लोजिङ इन्भेन्ट्री हामीले यहाँ घटाएर राखेका छौँ यो चाहिँ हाम्रो यो चाहिँ कस्ट घटाइयो अब चाहिँ यो डेबिट चाहिँ के हुन्छ त भन्नुहुन्छ भने तपाईँको इन्भेन्ट्री एसेट हुन्छ जुन चाहिँ फाइनेन्सियल पोजिसनमा देखिन्छ इयर इनमा भनेर भन्छ है त यसपछि एउटा टिवायु पनि छ यो टिवायु पनि हेरौँ यसमा पनि हामीले ग्रस प्रफिट हामीले जहिले पनि क्वेसन गर्नुभन्दा अगाडि चाहिँ हाम्रो फोकस के हुनुपर्छ भन्दाखेरि हामीले हाम्रो रिक्वायरमेन्ट के छ त भनेर दुईपटक एक्जामको टाइममा त एकदमै केयरफुल भएर दुईपटक पढ्नुहोस् भन्छु म चाहिँ है र यो बानी चाहिँ हामीले अहिले प्र्याक्टिस गर्दादेखि नै डेभलप गर्नुपर्ने हुन्छ र हेर्नुहोस् त यहाँनिर के भनेको छ क्वेसनलाई चाहिँ एकचोटि राम्रोसँग पढौँ क्यालकुलेट द ग्रस प्रफिट फर द इयर इन्डेड 31 डिसेम्बर 2017 भनेर भनेको छ यो 2017 को लागि यो इयरको लागि ग्रस प्रफिट कति हुन्छ र यति नै सोधेको छ ग्रस प्रफिट कति हुन्छ अब यो बाँकी ग्रस प्रफिट
निकालिसकेपछि हामीले कस्ट अफ सेल्सबाट क्लोजिङ इन्भेन्ट्री कुराहरू पनि हामी भन्न त सक्छौँ, तर अहिले रिक्वायरमेन्टले ग्रस प्रफिट मात्र सोधेको छ है। ल यसमा हेर्नुहुन्छ भने Tao buys and sells washing machine and has been trading for many years. ताओले चाहिँ वासिङ मेसिन बेच्छ अरे र 1st of Jan चाहिँ तपाईँको ओपनिङ इन्भेन्ट्री अफ 30 वासिङ मसिन विच कस्ट 9500 को ओपनिङ ब्यालेन्स छ, इन्भेन्ट्री छ वासिङ मेसिनको है। र ड्युरिङ द इयर पर्चेस चाहिँ कति भयो 65 मेसिन इन द इयर अमाउन्टिङ टु 1,50,000 भनेको छ, 1,50,000 बराबरको चाहिँ सेल्स गरेको छ। त्यसै गरी अन 31st December 2017 मा 2027 मा देयर वर 25 वासिङ मसिन लेफ्ट इन इन्भेन्ट्री एट अ कस्ट अफ 7500 र क्लोजिङ इन्भेन्ट्री चाहिँ 7500 बराबरको छ भनेको छ। र Tao has sold 70 machines with a sales value of 2,50,000 in the year र ड्युरिङ द इयर उसले 2,15,000 को चाहिँ सेल्स गरेको छ। हामीसँग ओपनिङ ब्यालेन्स छ 9500 को जुन चाहिँ 30 वटा वासिङ मसिनको छ र 65 वटा वासिङ मसिन टोटल किन्यो उसले ड्युरिङ द इयर र उसले 70 वटा वासिङ मसिन बेचेको छ र त्यसबाट 2,15,000 को सेल्स रेभेन्यू जेनेरेट भएको छ भने ग्रस प्रफिट कति हो त भनेर निकाल्नु भनेको छ है। ल अब हामी एक्चुअली एक्सेलमा हेरौँ यही कुरालाई। जस्तो तपाईँ यहाँ हेर्नुहुन्छ भने मैले यहाँनिर तपाईँहरूलाई यहाँ हेर्न सक्नुहुन्छ। तपाईँहरू यहाँ हेर्नुहुन्छ भने के देखिन्छ भने हाम्रो गिभनमा चाहिँ ओपनिङ इन्भेन्ट्री यो अलिकति भिजुअल गराइदिउँ भने तपाईँहरूको लागि ओपनिङ इन्भेन्ट्री चाहिँ 30 क्वान्टिटी दिएको छ, 30 युनिट चाहिँ वासिङ मसिन छ जसको चाहिँ भ्यालु चाहिँ 9500 छ भनेर भनेको छ है। त्यस पछाडि तपाईँको अर्को भनेको पर्चेज ड्युरिङ द इयर चाहिँ 1,50,000 पाउन्डको छ। त्यसै गरी क्लोजिङ इन्भेन्ट्री चाहिँ 7500 भनेर दिएकै छ हामीसँग है। अब यति भएपछि हामीलाई निकाल्ने चाहिँ के हो, ग्रस प्रफिट निकाल्नु पर्ने छ। र अघि पनि मैले भनेको थिएँ तपाईँको फर्मुला के हुन्छ त भन्दाखेरि ग्रस प्रफिट निकाल्नको लागि हाम्रो फर्मुला चाहिँ रेभेन्यूबाट कस्ट अफ सेल्स घटाउने हो है। रेभेन्यूबाट कस्ट अफ सेल्स घटाएपछि ग्रस प्रफिट आउँछ भन्ने हामीलाई थाहा छ। र त्यसको लागि चाहिँ हामी ग्रस प्रफिट निकाल्नलाई कस्ट अफ सेल्स निकाल्ने फर्मुला ओपनिङ प्लस पर्चेस लेस क्लोजिङ इन्भेन्ट्री गरेर आउँछ है। हो अब हामी यहाँनिर वर्किङ गर्छौँ, त्यही कस्ट अफ सेल्सको लागि चाहिँ हामी यहाँ वर्किङ गर्दैछौँ है त। जस्तो अब तपाईँको यहाँ तपाईँहरूलाई थाहै छ ओपनिङ इन्भेन्ट्री मैले यहीँको कपी गरेको छु। ओपनिङ इन्भेन्ट्री 95 भनेको पर्चेस 1,50,000 को र क्लोजिङ इन्भेन्ट्री कति भन्ने कुरा छ है। अब यसमा तपाईँले केही गर्नु परेन, ओपनिङ प्लस पर्चेस मैले यहीँ गरेर देखाइदिएको छु लेस क्लोजिङ है। यसरी गर्दाखेरि तपाईँको 1,52,000 चाहिँ के भयो त तपाईँको कस्ट अफ सेल्स आयो। त्यो मैले यहाँ अटोमेटिक कस्ट अफ सेल्स यहाँ राखिदिएको छु। र हेर्नुहोस् त अब 1,52,000 तपाईँको कस्ट अफ सेल्स आए पछाडि रेभेन्यू 2,50,000 दिएकै छ हामीसँग। र यो 2,15,000बाट तपाईँले 1,52,000 जुन हाम्रो कस्ट अफ सेल्स छ यसलाई हामीले घटाउनु भयो भने तपाईँको 63,000 चाहिँ ग्रस प्रफिट आउने भयो है। यसरी चाहिँ तपाईँले यो क्वेसन सल्भ गर्न सक्नुहुन्छ। र मैले तपाईँहरूलाई यो एक्सेलमा किन देखाइरहेको छु भने तपाईँहरूले अब जबमा जति पनि एक्जामहरू छ तपाईँहरूको सबै एक्सेलमै हुन्छ है। तपाईँले एक्सेल वर्डहरूसँग तपाईँ युज टु हुनुपर्छ। त्यही भएर मैले फर्स्ट क्लासबाट नै तपाईँहरूलाई चाहिँ यहाँ देखाएको छ। तपाईँहरू पनि प्र्याक्टिस गराइदिनुमा है, कपीमा पनि गर्न सक्छ। तर लङ क्वेसनहरू स्पेसल्ली लङ क्वेसनहरू चाहिँ तपाईँहरूले ल्यापटपमा गर्नु होला। यसले तपाईँलाई पछिका क्लासेसहरूलाई चाहिँ पछिको पेपरहरूमा पनि एकदम सजिलो हुन्छ है त। र यस पछाडि हामी यो इलिस्ट्रेसन पछाडि यो टिवाइयो पछाडि अर्को रहेको छ इयर इन्ड एडजस्टमेन्टको कुराहरू रहेको छ। हामीले अहिलेसम्म के पढ्यौँ त भने इन्भेन्ट्रीको कुरामा कस्ट अफ सेल्स कसरी निकाल्ने, ग्रस प्रफिट कसरी निकाल्ने है, कस्ट अफ सेल्सको फर्मुलाहरू थाहा भयो, इन्भेन्ट्री भ्यालुएसनका टाइपहरू के रहेछन् भन्ने कुराहरू थाहा भयो है। त्यो कुराहरू डिस्कस गऱ्यौँ। अब चाहिँ हाम्रो इयर इन्ड एडजस्टमेन्टको कुरा गर्छौँ है। अघि हामीले जति पनि डिस्कस गऱ्यौँ जुन हामीले म्याचिङ कन्सेप्ट अथवा अक्रुअल कन्सेप्ट भनेर जति पनि जुन पिरियडको चाहिँ मा जेनेरेट भएको सेल्स हो त्यसैसँग त्यसको रिलेटेड कस्ट त्यही टाइममै बुक हुनुपर्छ भनेर भन्ने नै म्याचिङ कन्सेप्ट हो अथवा अक्रुअल कन्सेप्ट हो। त्यही कुरा नै हामी युज गर्छौँ यो तपाईँको क्लोजिङ इन्भेन्ट्रीको जुन हाम्रो एडजस्टमेन्ट छ त्यो राख्नलाई त्यही युज भएको हुन्छ लजिक चाहिँ है। एट द इन्ड अफ द इयर टु बेसिक एडजस्टमेन्ट आर रिक्वायर्ड टु रिकग्नाइज कस्ट अफ सेल्स एन्ड क्लोजिङ इन्भेन्ट्री द फाइनेन्सियल स्टेटमेन्ट। हामीले क्लोजिङ इन्भेन्ट्री रेकर्ड गर्नलाई र कस्ट अफ सेल्स रेकर्ड गर्नलाई चाहिँ दुईवटा है एडजस्टमेन्ट चाहिँ हामीलाई चाहिने हुन्छ। दुईवटा एडजस्टमेन्ट गरेपछि हाम्रो काम इन्भेन्ट्रीको काम चाहिँ सकिन्छ है। तपाईँलाई पछाडि यहाँनिर कसरी गर्ने भन्ने पनि रहेछ। यहाँनिर पहिलो एडजस्टमेन्ट चाहिँ हाम्रो के छ भने पहिलाको जुन ओपनिङ इन्भेन्ट्री हुन्छ त्यसलाई चाहिँ हामी कस्ट अफ सेल्सबाट घटाउँछौँ, कस्ट अफ सेल्समा अहिले जोड्छौँ है। यो म भन्छु
Inventory brought forward from the previous year is assumed to have been used to manufacture cost for sale or have been sold. It must be removed from the inventory asset and recognized as an expense in the year. जस्तो अघिल्लोचोटिको ओपनिङ भनेको जस्तो अब अहिले हामी क्लोजिङ इन्भेन्ट्री भ्यालु गर्छौँ र हामीले कस्ट अफ सेल्सबाट निकाल्छौँ भन्नेको मतलब जस्तो अब यो अहिलेको चोटि कस्ट अफ सेल्सबाट निकाल्छौँ भनेको त यो त अहिलेको एक्सपेन्स होइन, यो चाहिँ पछि फ्युचरमा हामी बेच्छौँ अर्को अकाउन्टिङ पिरियडमा हो त्यसमा चाहिँ हामीले एक्सपेन्स गर्छौँ भनेर यो अहिलेलाई चाहिँ हामीले क्लोजिङ इन्भेन्ट्रीलाई चाहिँ यसरी बुक गरेका हुन्थ्यौँ नि हो। त्यही नै हाम्रो जस्तो अब ओपनिङको लागि हेर्ने भने त अघिल्लो वर्षको इन्भेन्ट्री हो, त्यो त अघिल्लो वर्षको एक्सपेन्समा त आएको हुँदैन, त्यो त अहिले युज भएर अहिले सेल्स जेनेरेट गरेको हुन्छौँ भनेपछि त्यो रिलेटेड कस्ट त हामीले अहिले बुक गर्नुपर्ने हुन्छ नि त। त्यो त हामीले इन्भेन्ट्री एसेट भनेर बुक गरेको हुन्छ लास्ट इयर हो, त्यसलाई चाहिँ हामीले रिभर्स गर्छौँ। यो चाहिँ रिभर्सिङ जर्नल एन्ट्री हो है। तपाईँले बुझ्दाखेरि ठ्याक्कै अघिल्लो वर्ष इन्भेन्ट्री बुक गरेको छौँ अहिले रिभर्स गर्छौँ र अहिलेको क्लोजिङ इन्भेन्ट्री चाहिँ अर्को वर्ष युज हुन्छ सेल्स गर्दा त्यसलाई अर्को वर्ष रिभर्स गर्छौँ। त्यो चाहिँ ठ्याक्कै रिभर्स हुन्छ र त्यो चाहिँ लास्ट त्यो पिरियडको चाहिँ इन्भेन्ट्री बुक गर्ने भनेको। जस्तो ओपनिङ इन्भेन्ट्रीलाई हामीले यहाँ डेबिट ओपनिङ इन्भेन्ट्री इन कस्ट अफ सेल्स भनेको अहिले हामीले कस्ट अफ सेल्स एक्सपेन्सलाई डेबिट गर्नु एक्सपेन्स बढाइरहेको छौँ भन्नुको मतलब अहिले अघिल्लो वर्षको इन्भेन्ट्री युज गरेर सेल्स जेनेरेट गरेको छौँ भने त रिलेटेड कस्ट पनि अहिलेको वर्ष एक्सपेन्स आउट हुनु पऱ्यो नि त भनेर हामीले यहाँ एक्सपेन्स बुक गऱ्यौँ र इन्भेन्ट्री एसेट अघिल्लोचोटिको एसेट देखिरहेको थियो जुन चाहिँ अहिले हामीसँग बेचिसक्यौँ, अब त त्यो एसेट बाँकी छैन, त्यही भएर एसेट चाहिँ के हुन्छ डेबिट गर्दा इन्क्रिज हुन्छ, क्रेडिट गरेको छौँ भनेको एसेटलाई डिक्रिज गरेको है, एक्सपेन्सलाई इन्क्रिज गऱ्यौँ एसेटलाई डिक्रिज गऱ्यौँ हामीले। एकदमै जर्नल एन्ट्री पढ्दादेखि नै एकदमै तपाईँको इफेक्टहरू चाहिँ बुझेर जानुपर्ने हुन्छ। त्यो गर्नुभयो भने पछि भोलि गएर एमसिक्यूहरू चुज गर्दाखेरि एकदमै कन्फ्युजिङ एमसिक्यूहरू हुन्छ। तपाईँहरूले त्यो एमसिक्यूमा पनि कुन राइट छ भन्दा पनि कुन अरू रङ भएकोलाई पनि हेर्नुभयो भने एकदमै राम्रो हुन्छ तपाईँको नलेज। त्यही भएर अहिलेदेखि पढ्दा नै यसरी इन्ट्रीहरू चाहिँ बुझेर जानुहोला है। र अर्को जुन हाम्रो छ यो चाहिँ क्लोजिङ इन्भेन्ट्रीको भ्यालुएसनको छ। द अनयुज्ड इन्भेन्ट्री एट द एन्ड अफ द इयर इज रिमुभ फ्रम द पर्चेज cost and carry forward as an asset into the next year भनेको छ। यो नेक्स्ट इयरको लागि चाहिँ एसेट बुक गर्छौँ भनेको छ, किनकि अब यहाँ हामी चाहिँ ठ्याक्कै अघिको उल्टो बुक गरेको छौँ। यहाँनिर इन्भेन्ट्री एसेट बुक गरेको छौँ, क्लोजिङ इन्भेन्ट्रीलाई घटाएको छौँ कस्ट अफ सेल्सबाट भन्छ। किन भन्दाखेरि कस्ट अफ सेल्समा हामीले अहिले बेच्दै नबेचेको इन्भेन्ट्री त राख्नु भएन भन्ने अघि पनि मैले भनेको थिएँ। बेच्दै नबेचेको इन्भेन्ट्री कस्ट चाहिँ इन्क्लुड हुनु भएन, हामीले ओपनिङ र पर्चेज मात्रै जोड्यौँ भने त त्यो इन्क्लुड भएको हुन्छ। त्यही भएर त्यो कस्टलाई घटाउनलाई हामीले कस्ट अफ सेल्स घटाएको छौँ। एक्सपेन्स घटाएपछि के हुन्छ, एक्सपेन्स यहाँ घटिरहेछ है, तपाईँको कस्ट अफ सेल्स घट्ने भयो र त्यो जुन घटाएको छ हाम्रो जुन बचेको इन्भेन्ट्री त्यसलाई चाहिँ हामी एसेट बुक गर्छौँ, डेबिट इन्भेन्ट्री गरेको छौँ है त। र यसरी तपाईँहरूले चाहिँ यो इन्ट्री पास गरेर तपाईँले क्लोजिङ इन्भेन्ट्रीको लागि एसेट बुक गर्न सक्नुहुन्छ र त्यसै गरी अनि अर्को भनेको कस्ट अफ सेल्स घटाइन्छ जुन हाम्रो क्लोजिङ इन्भेन्ट्रीको भ्यालुएसन हो त्यो कुरा चाहिँ यहाँनिर भनेको छ। When these entries have been completed, the cost of sales account contains both opening and closing inventory, and the inventory ledger account shows the closing inventory of the asset remaining at the end of the year. अब यस्तो गर्दाखेरि कस्ट अफ सेल्समा ओपनिङ पनि आएको हुन्छ, क्लोजिङ पनि आउँछ है, र इन्भेन्ट्री लेजरमा चाहिँ एसेटको भ्यालु देखेको हुन्छ भनेर भन्छ। र यसरी अहिलेको क्लासलाई चाहिँ हामी यति नै गरौँ र अब हामी आउने क्लासमा चाहिँ हाम्रो टी अकाउन्ट कसरी बनाउने अनि यिनीहरूसँग रिलेटेड अब अझै थप न्युमेरिकल्सहरू पनि हामी हेर्नेछौँ है त। त्यति भन्दै अहिलेको लागि चाहिँ हामी यति नै गर्छौँ, अहिलेको लागि बिदा हुन्छौँ। र यदि तपाईँलाई यस्तो खालको भिडियो तपाईँलाई यदि हेल्पफुल छ भने कमेन्ट गरिदिनु होला, हामी नेक्स्ट पार्टहरू पनि अपलोड गर्दै जानेछौँ। त्यो चाहिँ स्पेसिफिकल्ली एसिसीएको स्टुडेन्टहरूलाई भनेर फोकस गरिरहेको छ र हामी आफै पनि प्रोफेसनल ट्युटर होइन, म आफै पनि हाम्रा पनि केही कमी कमजोरीहरू हुन सक्छन्। तपाईँहरूले त्यहाँ भनिदिनु भयो भने अथवा के कुरा गर्दाखेरि अझै भिडियोलाई इफेक्टिभ बनाउन सकिन्छ होला भन्ने कुराहरू गरिदिनु भयो भने हामी अब आउने फ्युचर भिडियोमा त्यसलाई इन्क्लुड गरेर तपाईँहरूको हेल्प गर्नलाई चाहिँ अझै हामी सफल हुनेछौँ भन्ने आशा गर्दै अबको लागि चाहिँ यहाँबाट बिदा हुन्छौँ हामी। हस्, धन्यवाद।